हेलो गुड मर्निङ एभ्रिवान सलाम अलैकुम लाहे तपाईलाई स्वागत छ है लाहे आजको यो एपिसोडमा भन्छ कि ब्लगमा भन्छ हैन मलाई चाहिँ थाहा छैन अनि कस्तो फिल भइरहेको तपाईलाई लाहे आज छुट्टी हो तपाईँ चाहिँ यहाँको ड्युटी हुने मान्छे त आइरहेको छ म छुट्टी हुने मान्छे त अभियसली जता भने त्यतैतिर टाप हो नि भने जाने चाहिँ कहाँ हो अहिले म देखाउँछ है लाहे मल हो कि बुर्ज खलिफा त्यहाँनिर एउटा रुम बुर्ज खलिफा अनि अर्डर गरेको छ मैले फ्ल्याट हैन काम गर्ने चाहिँ रसल खेमामा भने चाहिँ बुर्ज खलिफा भोलिदेखि हाम्रो रुम त्यतातिर एउटा फ्ल्याट लिएको छौँ हामीले हैन ल यति भन्दै अब म हिरोलातिर लान्छु यसलाई क्यामेरा त हेलो सर नमस्कार के हालक सुरज सर चिल अल्हम्दुलिल्लाह सबैलाई गुड मर्निङ दुबई भन्न पर्छ के गुड मर्निङ दुबई सो हामी चाहिँ अब यसो बाटोमा हिँड्दै बिहानदेखि हैन ट्राफिकमा एकदमै ट्राफिकमा हैन छम हैन अब विशेष धन्यवाद विशेष शुभकामना सबैलाई हेर्नु हो नि सबैलाई शुभकामना हैन यस्तो हेर्न पाइयो भनेर त शुभकामना त्यहाँ चाहिँ हो कि खासमा अरु कुरा भने पछि भन्दै गरौँला जसले हेरेछन् उनीहरूलाई चाहिँ शुभकामना किन यो हेर्न पाइयो भ्लग हेर्न पाइयो देख्न पाइयो सर व्हाट इज दैट के होला त्यो ल यसो भन्दै म अगाडि लाए है त सर अहिले भन्नु होला तपाई त्यो चाहिँ दुलो पार्ने हो के सर बंकर तलको बंकर हुँदैन बंकर खन्ने मेसिन हो के त्यो आई डोन्ट नो व्हाट इज दिस व्हाट द बिग थिङ इज दिस हो क्या हामी चाहिँ कहाँ आयो मलाई पनि थाहा छैन आई डोन्ट नो वेयर इज द बुर्ज खलिफा मिडल टु लेन भने अहिले हैन म मिडल टु लेन मै छु 200 मिटर्स ओके सर त्यही भएर आइफोन 16 बनाएको नि त सर त्यो साइडमा आउनाले यसो गर्ने अगाडि पछाडि गर्ने खोइ सर बुर्ज खलिफा त छोप्यो हैन र छोपियो ओ इज दैट बुर्ज खलिफा which looks ठाउँमा नि थाहा हैन तपाईलाई Continue straight. Use the right two lanes to stay to the right to D71 Financial Center. त्यति भन्दै म चाहिँ यहाँ यस्तो छु हैन ल वेलकम छ लाहे तपाईलाई सुरज सर तपाईलाई भन्ने त्यही हो हैन जानी दुबई हो भालै भएन सर कहाँ जाने हामी यहाँबाट राइट जाने यहाँबाट चाहिँ हामी राइट जाने रे त्यति भन्दै लाहे तपाई त हेर्नु देखिरहनु Use the right to D71 Financial Center Street. So it's Dubai Mall, heading to Dubai Mall. Heading to financial. At least 10 minute की वीडियो तो बनाउनु पर्यो लाहे हैन स्ट्रीट ओके लाहे नो टेंशन हो लाहे भनेपछि मान्नै पर्यो नि त यार दुबई ट्राफिक सो यहाँ चाहिँ हामी हेभी ट्राफिकमा फस्यौँ हैन सुरज सरलाई चाहिँ फुल्ली कन्सन्ट्रेट हुनुपर्छ ड्राइभिङको लागि हैन लाहे चिलमा म चाहिँ डिलमा गाडीको ल हेर्न सक्नुहुन्छ यहाँबाट हैन यस्तो छ हामी चाहिँ अहिले चाहिँ ल यस्तो छ दुबईको ट्राफिक हैन हामी चाहिँ यहाँ फाइनली इट्स बुर्ज खलिफा इन फ्रन्ट अफ अस हैन त्यसको चाहिँ फाउन्डेसनमा जाने हो हामी चाहिँ किन जाने हो भन्ने कुरा तपाईहरुलाई के थाहा ब्लुप्रिन्ट लिन सो बिल्डिङको ब्लुप्रिन्ट लिन जाने हो शिवलाल अनि पुरा बिल्डिङ ह्याक गर्ने हो हैन किडन्याप हान्दिने हो के तपाईहरु बोल्दै गर्नु सर म चाहिँ यस्तरी बस्छु टक्का चिल पारामा अब हामी अगाडिबाट लेफ्ट जाने हो जुन चाहिँ त्यहाँसम्म ट्राफिक छ त्यसपछि लेफ्ट जाने ट्राफिक छैन हैन लेफ्ट सजिलो छ त अनि तीनजना सरला कहाँ आउँदै रहेछ प्रेममै र वाउ लाए हो नि त बाबा म त अलरेडी ड्रिम्स बनाइसक्यो बुर्ज खलिफामा एउटा बार्बी Turn left. मायाको बोलीले अनि हाल्यो सिसाको गोलीले माफी मुस्किल सर यु डोन्ट नो हु इज सुरज भनेर
चाहिँ यो होइन के अरे दुबई मलको तलपट्टि अन्डरग्राउन्ड पार्किङमा छौँ होइन तर आई डोन्ट नो कहाँ जाने हो भन्ने कुरो पार्किङ अलिक भेट्टा होइन आउन त आइरहेको सधैँ सुरु सर आज अलिकति कन्फ्युज भएर यता होइन लेफ्ट जान युटर्न गर्न मिल्ला इट्स दुबई मल यतैबाट मिल्छ होला Arrived at your destination. You arrived at your destination. के अरे You are arrived at your destination अरे सिधै जान मिल्दैन मिल्छ होला त्यहाँ मान्छे हेलो गाइज वेट भिडियो छ नि त के राखेको डोडो ल सो स्ट्रेट होइन जाँदै गरौँ जाँदै चिलमा यस्तो छौँ होइन हामी चाहिँ अनि सुरज सर यस्तो हुनुहुन्छ लाहे चाहिँ सिया चाहिँ चिल झिल झिल त्यस्तो हिरो भएर बसेर अहिले समुद्र मुनि छौँ हामी अहिले There must have U-turn के सर It's okay के सर we can come back again there is time so also होइन भित्रभित्र अब यसलाई चाहिँ बेसमेन्ट पार्किङ भन्छ कि अन्डरग्राउन्ड भन्छ आई डोन्ट नो है ओहो के निक्लियो यत्रो तर इट्स बिग बस सो सधैँ गयो नि जाम इन्ट्रान्समा तपाईँहरू चाहिँ क्यामेरामा कैद हुनुहुन्छ है अहिले सो दुईजना एक तर गएपछि चाहिँ नि हामी चाहिँ यो कहाँ होला है दुबई मलको बुर्ज खलिफामा एउटा फ्ल्याट हामी तिनजनाले हेर्न जाँदैछौँ भित्र छिरौँला के छ अरू भन्नुहोस् एग्रिमेन्ट गर्नको लागि अहिले हामी जाँदैछौँ और हामी वेयर वी आर कताबाट निक्लिन्छ कताबाट छ ला कस्तो उज्यालो आउँछ हेर यता राम्रो आउँछ These people are sitting inside सो म चाहिँ यहाँ बाहिर छु उहाँहरूले चाहिँ देखाएन मलाई होइन म चाहिँ यहाँ छु होइन उहाँहरूले चाहिँ मलाई देख्नु भएन सो मेरो चाहिँ आजको आउटफिट चाहिँ यस्तो छ होइन हामी चाहिँ यहाँ दुबई मलको भ्यालेटमा यो चाहिँ पहिला घर जान्छ भने तपाईँ पहिला टक्क यहाँ यस्तो छ हामी चाहिँ होइन सर यता आउनु सुरु सर पछाडि बत्ती जाँदा के यता आउनु यहाँ चाहिँ हामी चाहिँ अहिले चाहिँ दुबई मलको सेरोफेरोमा छौँ होइन कति राम्रो आएको लाखे तपाईँ नो वरिज नो प्रब्लम भेरी अब हामीसँग टाइम छैन सर होइन सो हामी एउटा फोटो खिच्ने लागे दुईटै किन्ने नि तर ला चिल सुनो सर ढिल फेरि काट्नु पर्यो यार सो हामी चाहिँ अहिले चाहिँ दुबई मलको चाहिँ पार्किङमा छौँ होइन यो चाहिँ मिस्टर लाखे होइन अनि पार्किङ टी सर्ट यहाँ चाहिँ मिस्टर सुरज सर र म चाहिँ चिल होइन ओ अब हाम्रो रेन्ज रोभर कता छ सर 11:25 स्पेसल डे फर स्पेसल पर्सन बाँकी कुरा भेट्न हो होला बाँकी कुरा भेट्मा होइन हेर्दै जाउँ गर्दै जाउँ सर होइन सोच्दै जाउँ होइन के सोच्ने सरलाई भन्नु सबै एडभाइस अहिले भन्नु होला नि तपाईँ मलाई होइन के सोचे ओ फाइनल्ली रेन्ज रोभर इज हियर
असल खेमा कुनै दिन मैले लिएर आयो भने हेर्नु सर 1300 वाला है सो हामी चाहिँ यहाँ आइपुग्यौँ मैले के भन्नुहुन्छ सुरु सर यस विषयमा चिल पारमा हैन मैले चस्मा कहाँ राखेछु भन्ने खासमा लाए से समथिङ गुड लक फर ब्राइट फ्युचर हैन फाइनल्ली एउटा फ्ल्याटमा एग्रिमेन्ट पनि एग्रिमेन्ट अब भोलिदेखि बसाइ सरा यतैतिर हो दुबईमा भोलिदेखि त हैन होला सायद भोलिदेखि नै अब यताबाट काम चाहिँ 30-40 दिनपछि चाहिँ सायद हामी शिफ्ट भइन्छ कि भन्ने प्रबल सम्भावना छ अब कस्तो खतरा देखेको यार तपाईले के शिफ्ट भन्ने कहाँ शिफ्ट भन्ने हो गियरको शिफ्ट हो कि मान्छेको शिफ्ट हो त चाहिँ रहला हो गाडी त अगाडि तलबात रहेछ तपाईले भन्छ तलबात हैन तलबात यस्तै हो आजको यात्रा एकदम सुखमय अनि त्यसपछि के भन्छ त्यसलाई प्रगतिशील भयो द्याट्स द बेस्ट पार्ट फर अस टुडे हैन हेर्नु भएन तपाईले लेफ्टै रहेछ त सर अनि एउटा लेफ्ट जान पाइन्छ नि तपाईको कत्रो ट्र्याक छ भन्ने हो यहाँ खासमा तीनटा ट्र्याक हो तीनटा सेकेन्ड ट्र्याकबाट लेफ्ट जानलाई डेफिनेटली पाइन्छ के सर नपाइए नो प्रब्लम तर त्यहाँ रोड मार्किङ हेर्नु पर्यो कि फिल आउँछ कि सो हामी चाहिँ अहिले यस्तो बाटोमा जाँदैछौँ होइन ल है यहाँ चाहिँ नट इजी टु ड्राइभ होइन मिस्टर सुरज सर इज अ प्रोफेसनल ड्राइभर होइन स्पेसली बिजी रोड होइन अनि अनि लाहेको डिल लाहे हाल्छ हौ अब सिधै हो सर हामी अब सिधै त सर आफ्टरनुन ड्युटी छ 3 बजे अनि बाटो भोक लाग्छ त अहिले त भोक त लागिहाल्छ नि गएर अब स्टेसन जाने कपडा लाउने र स्टेसन जाने अर्डर गरेर खाने हो क्या अन्त के भन्नुहुन्छ लाहे तपाईँ यस विषयमा बनाएर खाने होइन भ्याइन्छ होला त अनि हामी पनि लाहे तपाईँले छिसिरो पकायो नि त म खान्न नि त अनि हजुर म खाँदैन नि त चिकन नखाने चिकन क्याप पनि नखाने ए हो र त्यही भएर पो सुरु त उसै हामी क्याब स्याम लाहे नो प्रब्लम ल यो चिलिमिली झिल्ली भन्दै खाने हेर त कस्तो दामी आइरहेको यार लाइटले गर्दाखेरि कालो मान्छेलाई नि गोरो गोरो देखाइरहेको छ होइन म त कालै हो नि त म त काले के छ लाग्यो तपाईँको आजको ए चिल भयो सुतिन्छ भोलि बिहान ड्युटी गइन्छ होइन चाहिँ यस्तो दामी रहेछ होइन ढक्क हिँड्छ ए भएन भएन अब चाहिँ भयो यस्तो दुबई हेलो दुबई मिस्टर दुबई I'm coming soon हो क्या सर I'm coming soon रातिको बेलामा यसको आँखामा खाइदिन्थेँ सो हामी चाहिँ बदलाको भावना छ होइन बाबा के लाग्यो रमाइलो गरेर पनि आएर यहाँ आइसक्यो लगभग एकतिर दौडाउनु बनाइदिँदै नै रातो बेलामा त मलाई अगाडि बन्नु सक्दैन नि मेरो हेडलाइट मेरो गाडीको हेडलाइट बन्नै सक्दैन त्यो गाडी चाहिँ पोखिनीसम्म आउन छ हो यो गाडी त्यो गाडीले झुक्याउँछ सर त्यो हेर्नु न ठाउँ पाउने बित्तिकै यताउति यो त बदमास भन्ने ड्राइभर पो रहेछ त बदमास ड्राइभर होइन कहाँ कहाँबाट बतासेर गएको थियो खान फाइनल्ली हामी इमारबाट फर्किदियौँ आफ्टर इमार सलमान खान सामाना रहेछ के र याद मात्र नभएको अरू सबको अल्फाबेट छ यो त डाँडो म्यानमेड होइन सर तर यस्तो घाँसहरू रोपेर अहिले त हरियाली बनाउनु लागेको छ कि यिनीहरूलाई यस्तो दामी बनाइसक्यो माथि डाँडामा के गरेको फुटबल ग्राउन्ड के अरे पिकनिक जस्तो के पिकनिक स्पट
हुन्छ होइन बनाएको छ यार युएको इन्फ्रास्ट्रक्चर त अब हामीलाई अलिकति नेपालको नेताहरूले सर टुरिज्ममा मात्रै अलिकति होइन सुरक्षित वातावरण गरिदिने इन्भेस्टरहरूलाई भने तपाईँको केही गर्नै पर्दैन कि अब के गर्ने त रसल खेमा नेसनल पेट आयो होला नि नेसनल अगेन तपाईँहरूलाई यहाँ चाहिँ वेलकम छ भनेर भन्न पनि नमिल्ने कति मात्रै भन्ने हामी चाहिँ अहिले बाटोमा लगभग आइसक्यो अन्तिमतिर सो चिया करक खाइयो मकैको फुल खाइयो एउटा केक खाइयो एउटा अनि के भने लन्च डिनर केही गरेन हामीले हेर्नुहोस् ब्रेकफास्ट लन्च डिनर के भने पनि जस्ट 3टा करक चाय खाएर आइयो दुबई मल गएर अलवेज फोकस अन टार्गेट भनेको यसलाई त्यसपछि आज हामी जुन गर्न गएको काम चाहिँ अहिलेसम्म चाहिँ ठिकै भयो होइन ठिकै भन्न मिल्दैन अलमोस्ट डन हो नि विस्तृत रूपमा चाहिँ अब 90% पछि भनौँ होला होइन सर अर्को भिडियोमा रिमेनिङ 10% अनि के कारणले गएको भनेर चाहिँ अब भन्दै गरौँ ल तर पनि अब तपाईँहरूको साथ के अरे सहयोग भन्ने कुराले गर्दाखेरि जहाँसम्म छ जेसँग छ सर होइन साथी भन्ने कुरो यस्तो हो अरे कि सर होइन जतिसुकै गरिब होस् रे कि त्यो तर स्वार्थी नहोस् रे कि भोलि होइन लाग्यो त्यो कुरो हो कि गरिब होस् रे के अनि मलाई पनि त्यो भनाइमा चाहिँ एकदम ठिक लाग्छ क्या त्यो हाम्रो एउटा बन्डिङले गर्दाखेरि पनि यहाँसम्म आइयो अब कहाँ पुग्न छ के गर्न छ धेरै धेरै धन्यवाद सर तपाईँहरूलाई विशेष गरी लाग्यो त यही गर्दै हाँस्छ त नि चिलमा अब यहाँ चाहिँ अब हाइवेमा हुनुहुन्छ होइन अनि अब कसरी यो चाहिँ मेन इमिडिएट हाइवे हो होइन अनि यहाँ डाँडा वेलकम टु हिरो सर से समथिङ आजको यात्रा एकदमै चाहिँ सक्सेस भएको उपलक्ष्यमा चाहिँ सबैलाई बधाई हामी चाहिँ अब शिवलाललाई अब बिस्तारै छोड्न भनेर आइरहेका छौँ कहीँ अवस्थामा चाहिँ हामी बिलिभ गर्न नपर्ने कुरालाई नि बिलिभ गर्नुपर्ने सिचुएसनले बिलिभ गर्न बाध्य बनाउँदो रहेछ भन्ने कुराहरू आजबाट अलिअलि प्रुभ हुँदैछ लाइफमा हरेक कुराले हरेक सिचुएसनमा हरेक कुराले सिकाउँछ सिक्नुपर्छ र त्यो सिकाएको छ भने बुझ्नुपर्छ मान्छेले त्यो हो खास सिकिँदैछ भोलिको दिनमा अझै सिक्ने कोसिस जारी छ तपाईँको विशेष गरेर सुन्दर सरको मायामा त अझै प्रगाड हुँदै जाओस् लाखेको सबै साथीहरूको त्यही नै हो मैले भन्नु त भग मार्फत सबैमा यो सन्देश हो साथीभाइ भनेको अहिले यो विदेशमा चाहिँ एउटा फ्यामिली एज अ फ्यामिली हो त्यही भएर जस्तोसुकै अब अलिअलि के अरे मनमुटाव अलिअलि भनाभन अलिअलि यताउता केही भएन भने त्यो स्ट्रङ हुँदैन र त्यो हुनु पनि पर्छ अनि त्यसलाई फन्नमा लिएर त्यो त यस्तो हुन्छ कि सर एक्सपेक्टेसन तपाईँसँग त ऊ छैन भने होइन तपाईँ आफ्नो मानिँदैन भने एक्सपेक्टेसन केही हुँदैन क्या सो होइन यस्तो छ होइन यस्तो छ ओ यस्तो हामी युटर्न लिने चाहिँ यस्तो छ लाखेको लगभग घर आउन लाग्यो तपाईँहरू अहिलेसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ब्लग एन्ड इन्जोय एन्ड थ्याङ्क यू फर सपोर्ट सिक्ने मौका पाउनु भएन केही सिकाउने हो भने कमेन्ट्स मार्फत सबैले आफ्नो आफ्नो प्रतिक्रियाहरू जनाउनुहोस् हो त्यही हो नि त कुरा होइन मेन भनेको चाहिँ हामीले गलत पनि भनेको हुनसक्छौँ होइन हामी हरेक क्षेत्रलाई चाहिँ यो मेन उद्देश्य भनेको यस्तो हो कि सर हरेक क्षेत्रलाई चाहिँ कैद गरेर राख्ने हो कि होइन भोलिको जेनेरेसनले हेरोस् होइन हाम्रो शाखा सन्तति के भन्छ होइन नाति पनातिहरूले सर होइन झन् हेरोस् न होइन डक्क ओहो यसरी पो हिँडेर रहेछ हाम्रो बाबुबाजेहरूले गरेको भनेको त हामीले सुन्ने मात्रै हो नि त सुन्ने हो एकादेशमा थियो हुन्छ हो कि होइन एकादशको कथा होइन त्यही मात्रै हो तर यो सबै क्षेत्रहरूलाई चाहिँ कैद गरेर राख्नु पाएकोमा चाहिँ धेरै धेरै धन्यवाद दिस इज द प्रुफ होइन स्ट्रङ प्रुफ सो युट्युब त कहिले पनि गइन्न नि हामी गइने होइन सर अब यसो भएर लान्छु होइन अनि त्यसपछि के छ लागेको विचार ल लाग्यो भन्नु तपाईँ धन्यवाद दुबई घुमाएर लिएर आइदिनु भयो मलाई होइन एकदम बुर्ज खलिफा होइन एउटा फ्ल्याट लिने भनेको एग्रिमेन्टमा अलिकति कमजोरी भेटियो है त्यही भएर तपाईँको सिग्नेचर चाहिँ भएन हो क्या सक्सेस चाहिँ भएन ठिकै छ तर रमाइलो इन्जोय गरेर आइयो धन्यवाद ल सुरज सर यसो भन्दै होइन म यसमा एकैचोटि भन्दिनँ के भनिदिने लास्टमा वी हेभ टु एन्ड द भ्लग सर होइन मेरो स्टेसन आइपुग्यो त
11/11/2025 is the best day for everyone. Inshallah sir. Hope to see you next vlog. तपाईहरु हेर्दै गर्नु होला, स्वस्थ रहनु होला, मस्त रहनु होला, जिन्दगी जिउन सिक्नु होला, हैन? सिकाउनु होला। धन्यवाद। फेरि भेटौँला। भन्नु न सर।